हरि ओम, सुप्रभातम। हाम्रो संस्कार, हाम्रो सनातन धर्ममा संस्कारलाई आधारित गरेर जीवन चल्छ। फर्स्ट छ सत्यम वद। जीवनमा अनेक यस्ता मोडहरू आउँछन् जहाँ मान्छेले असत्यको बाटो पनि रोज्छ, तर अन्तमा सत्यको विजय हुन्छ। त्यसैले हाम्रो धर्मको पहिलो वर्ड हो सत्यम वद। जस्तोसुकै समस्या आए पनि जो साँचो बाटोमा चल्छ उसले अन्तमा शुभफल प्राप्त गर्छ र सन्तोष मिल्छ। अशान्तिले तपाईँ वैभव आर्जन गर्न सक्नुहुन्छ, तर सन्तोष आर्जन गर्न सक्नु हुँदैन। सन्तोषम परमम सुखम। जहाँ सन्तोष छैन त्यो वैभवले मान्छेलाई नराम्रो बाटोतिर डोर्याउँछ, अनेक प्रकारका कुकर्म गराउँछ। त्यसैले फर्स्ट सत्यम वद, सत्यको बाटोमा हिँड्ने। धेरैले भन्छन् सत्यमा हिँड्दाखेरि दुःख पाइन्छ। हो, दुःख पाइन्छ, तर अन्तिम सत्य पनि त्यही बाटो। त्यसैले भारतको संविधानमा प्रथम लेखेको छ सत्यमेव जयते। सत्यको नै सधैँ विजय हुन्छ। हरि ओम तत्सत्। हरि